अब त्यहाँबाट के भन्ने हो, अब कस्तो खालको हुन्छ, अब भोलि त्यहाँ 4जना नउभिकन हुँदैन यो भनेर भनिदिने हो कि अब उभिनुपर्छ 4जना भन्ने हो। त्यहाँ के भन्दो रहेछ अब आज बिदा भएर अब भोलिको छैन, अब भोलि मात्रै थाहा हुन्छ। ए हुन्छ हुन्छ दाइ हुन्छ। भोलि अब त्यही हो, अब कसरी मैले नै अब भन्न त के भन्नु र, तर कुरा चाहिँ अब यस्तो भन्ने कुरा हो। अब जसरी गर्ला नि अब दाइहरू, अब तपाईँ र म बाहिर भयो नि अब जेठा र साइला छ के अरे, कसरी गर्ला नि उनीहरूले। अब मैले चाहिँ नि मान्दा अब त्यो यतापट्टि भाउजूले भन्नुभयो अनुसार त्यो कुलो पाखा त्यो मतानको पल्लो छेउसम्म नक्सा परेको छ अरे, त्यो भित्तामा त अब त्यो नक्सा पऱ्यो नि के गर्नु। अब अमिनले भन्छ अरे नक्सामा यो खोल्चा सोल्चा छैन। अब खोल्चा आएर कत्रो बाढी आउँछ त्यहाँ कति क्षति गर्छ भन्ने त तपाईँ हामीलाई त थाहा छ होइन। अब त्यो नक्सा र त्यो उसमा चाहिँ नक्सा र त्यो भित्तामा चाहिँ त्यहाँ खोल्ची जाने भाग तपाईँको सर्व जाने साझे त्यो सबैको कुलो बक्स खोल्छ बक्स भनेर त्यहाँ लेखेको छैन। त्यहाँ टोटली अनि त्यो यसरी कुलो तलतिर बगाएर जाँदाखेरि तपाईँ पुरै भनेको मलाई त्यहाँ त्यो नाभिकको इन्जिनियरले चाहिँ यो तपाईँहरूले बन्द गरे भने गरे हुन्छ, तलतिर त्यो पहिलादेखि नै तपाईँहरूको भोगतलादेखि नै कुलो चलानी गरेर खोला गइरहेको रहेछ। अब यसमा यो नक्सामा पनि छँदै छैन, तपाईँहरूले बन्द गरेर अन्त पनि दिने भए दिएको हुन्छ। यो फ्याट खेत भएर चाहिँ तपाईँहरूको किलोमा मालपोतमा माथिमा सबै चिजहरू चाहिँ यस्तो छ भनेर चाहिँ त्यतिखेर पनि कुरा भएको थियो। अनि त्यो कारणले गर्दाखेरि जग्गा बराबरी भाग लाउनु पर्छ यो ठाडोहरू भनेर चाहिँ त्यतिखेर पनि भएको। अब कोर त अब 5जना 6जना मान्छे लगेको थियो, त्यत्रो सबै गाडी थियो। अब हिजो चाहिँ अब सरकारी अब आज तिनीहरूको ड्युटी गर्नु पऱ्यो। छिमेकी त्यो एकजनालाई भनेर त्यो हिजो शनिबारको दिन पाएर जानुभयो क्या अरे। त्यो पनि मलाई बिहानै म्यासेज गरेर आएको थियो पैसा बाँकी। हिजो पैसा कति बाँकी थियो तिनीहरूको? 8,000 पैसा बाँकी हो। त्यही भएर मलाई भन्नुहुन्छ अब तपाईँलाई चाहिँ किनिरहेको हो। अरू दाजुभाइसँग त मैले कारबार गरेको छैन, जान छैन दिपक सर भनेर मलाई। अनि ठाकेको चाहिँ भाग लाउने बित्तिकै बेच्ने भन्यो कि के भन्यो? भाग लाउने बित्तिकै उसको बेचेर ऊ पसैसराई लिएर उहाँ सिलामेमा धारा र बिजुली लाइन जोड्नलाई पसैसराई चाहिएर अनि त्यो पसैसराई लगेर धारा र पानी जोड्ने भएर चाहिँ अनि त्यहाँबाट अस्ति लाइन तान्नु थाल्यो अरे। लाइन तान्नु थालेपछि माथिको पसैसराई कागज ल्याएर उहाँ विद्युत प्राधिकरणमा बुझाउनु, तपाईँको उता तिबारी ल्याएर आउनु तपाईँको 2 नम्बर वडाबाट सङ्गमाई नगरपालिका नम्बर 2बाट भनेर भने। अनि मलाई पनि पहिला त्यो घर बनाउने बेलामा धारा र त्यो बिजुली जोड्ने बेलामा त पसैसराई ल्याउनु भनेको थियो। मैले त्यहाँ छुटेकै साथीहरू यताउति गरेर चाहिँ मैले शिकायत गर्न लगायो। अनि अस्ति भाउजूले चाहिँ त्यो डबल धारा बिल्कोको धारा जोड्ने बेलामा चाहिँ पसैसराई ल्याउनु कि ल्याउनु भयो। 4-5 दिन आल्याङ गरेछ मैले। अनि त्यहाँबाट यतैबाट फोन गरेर त्यहाँ केटाहरूले धारा बिहान गर्थ्यो। अहिलेको पहिला जस्तो छैन कि भाइ, धेरै कानुनहरू अस्ति जेनजी पछाडिबाट झन् के चिजहरू परिवर्तन गरेको छ। एउटा सामान्य एउटा नागरिक बनाउनलाई पनि त्यहाँ आफ्नो मान्छे छैन भने हजारौँचोटि गराउँछ। अब भइरहेको तिम्रो र मेरो नागरिकको अलिकति फोटोको मात्रै त्यो क्लियर सही बुझेन भने कहाँको पाउदेखि 3 पुस्तको के भन्छ नाता प्रमाण गरेर ल्याऊ। सनखतमा बस्ने मान्छेलाई पनि फेरि नाता प्रमाण बनाऊ, दुनियाँ नाटक गर्नु थालेको छ कानुन। अब तिमी हामीले हुने चाहिँ खासै केही पनि होइन। अब उनी भक्तले चाहिँ भनेर तत्काली अब बेच्ने दाजुभाइहरू लिने हुँदैछ त्यही दरमा चलेको रेटमा गाउँकै रेट दरमा दिने। अब आफ्नो दाजुभाइहरूले नलिने हुँदाखेरि बाहिरै बिक्री गर्ने भनेर चाहिँ योभन्दा मसँग 15 दिन अगाडि सुरु भएको। अस्ति काठमाडौँ जानु भएर आउनु भएपछि चाहिँ त्यहाँ के कुरा भयो, के कस्तो खालको सरसल्लाह भयो भन्ने कुरो डिटेल मसँग पनि त्यति थाहा छैन। हिजो नै म बिजी थियो, म 1-2 मिनट जति बोलेँ। अनि राजकुमारसँग मैले त्यस्तै 2-3वटा कुरा बोलेँ। अब म पनि यता बिजी थियो अफिसतिर, म पनि अब अन ड्युटीमै। अनि हजुर बस सलाम अलैकुम।
आ रहा है बोस, अभी 2-4 मिनट लगेगा। ये सिग्नल में आ रहा है। बोस फोन किया था, मैं बता दिया। ओके 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 ओके। सुन्नुभयो? हजुर अन्त भोलि म एकचोटि अपडेट गर्छु नि के त्यो नयाँ केही चिजहरू के कस्तो छ। हुन्छ हुन्छ ठिकै अहिले छ। त खासै अब भाउजू मेरो लन्च थियो, अहिले लन्च सकेर म हिँडेको। अब यता बोसले फोन गरिसक्यो, म अब बाहिर बिजी हुन्छ। अब दाइ पनि एकछिन आइहाल्नु भयो, ठिकै छ। त्यहाँ अब ऊ गरेर बुझ्नु भइहाल्यो, ठिकै छ। अब भोलि अब के गरेर गर्छन्। अब मैले चाहिँ भन्न खोजेको, भोलि अब मलाई मात्रै राम्रो भन्ने नि होइन, 4 भाइमा सबैले चित्त बुझेर राम्रोसँग होस् कि त अब त्यो उता खोल्चीलाई छोडेर बरु यता राम्रै ठाउँपट्टि 4वटा भाग काटेर गरे भए त्यो राम्रो हुन्थ्यो कि। अब भनेको अब नापसाप भएर सबै लेखापढी भइसक्यो के अरे। अब के भन्नु अब दाइ। अब नापजाप लेखापढ नापजाप सबै भइसकेर त्यो पछि केही बिग्रेको छैन। अब त्यो नापजाप र त्यो लेखापढी सबै भइसकेपछि अब त्यो 4वटा दाइहरूले छान्ने हो क्या, त्यहाँ यतापट्टि को खाने उता को खाने त्यो बिचमा पोलिने भनेर त्यो हिजो त्यो नाबीले भने अनुसार चाहिँ हामीले त्यहाँको चाहिँ यसो गरेर मिलाइदियो त। अब तपाईँहरू 4जना छान्नु, त्यो छानेको अनुसारले गएर चाहिँ उहाँ वडामा गएर सिफारिस गरेर अनि त्यो जनाएर त्यो कागज बनाएर तल उसमा नाबीमा आउनु भन्ने कुरा चाहिँ गर्नुभएको। ए हस् हस्, ल हुन्छ, ल ठिकै छ। अब के हुन्छ तपाईँ मेरो कुरा भइहाल्छ। एकचोटि त्यो अपडेट गर्नु अब भाउजूलाई नै। अब भाउजू जानुहुन्न हो भोलि? ए नभए खासै अब त्यो लेखबाट गर्नुलाई त तिरो तिर्ने हो। 1 वर्ष भयो होला तिरो नतिरेको, पहिला तिरो तिर्ने अनि तिरो तिरेपछि त्यो लेखबाटको काम सुरु हुन्छ। अब साइला मासिरे होला, सन्दीप मासिरै छन्, अनि जान्छ होला बिहान। अनि के गर्छ त राजकुमार दाइको चाहिँ? भाउजूलाई नि यही छोडी पाटपुट गरिदिने हो कि के हो खास? त्यो यस्तो हुन्छ भाइ, अब त्यो नाममा जग्गा ल्याइसकेर अब राजकुमारको नाममा जग्गा आइसकेपछि अब उनले छोरा परिवारलाई पास गरेर दिनुहुन्छ कि स्वयं बेचेर पैसा भाग लगाउनुहुन्छ कि त्यो फेरि उहाँहरूको त्यो छुट्टै म्याटरको कुरो हुन्छ नि त। त्यहाँ लाइन डिभाइड हुन्छ नि त। अब त्यो उहाँहरूको त्यो कसरी सल्लाह गर्नुहुन्छ, उहाँको आफ्नो भागमा भइसकेको अंश अब पास गरेर दिनुहुन्छ कि अब छोराहरू बाउसो छोराको हकवाला भइसकेको छ। अब छोराहरूको गणसायहरू के होला के छ, अब बाबुबाजेको पुर्खाले भएको ठाउँ हामी एउटा टोक्रोमा यहाँ एउटा